साथीहरू यो हाम्रो घर छेउको भागबाट नि हो। यहाँहरूलाई यहाँ हाम्रो घर छेउको भागबाट देखाउन गइरहेको छु। यस्तो छ यहाँको हाम्रो घर छेउको भागबाट नि सुपरमार्केट। यहाँ छेउमा पिज्जा हट छ, केएफसी छ। यहाँ म बिहानै त्यहाँ अलिकति ड्राइभिङ सेन्टरमा काम थियो र यता निस्केको र यो भारबाटिनीको वरिपरिको दृश्य पनि यसो भिडियो बनाऊँ भनेर भिडियो खिच्दैछु। ल हेर्नु होला, यस्तो छ। भित्र चाहिँ म अहिले पस्दिनँ। हामी नर्मली हाम्रो घरको ग्रोसरी सामानहरू किन्नलाई यहीँ आउँछौँ। ठुलो छ यो, यहाँ काठमाडौँ उपत्यकाको सबैभन्दा ठुलो भारबाटिनी सुपरमार्केट हो र जेएनजी आन्दोलनबाट पनि यो बच्यो। जस यतापट्टि हाम्रोतिरको मान्छेहरूले सबैले बचायौँ। ठुलो छ यो भारबाटिनी सुपरमार्केटले। जे होस्, हाम्रो धेरै नेपाली भाइ बहिनीहरूलाई काम पनि पाएको छ, दिलाएको छ। खुसीको कुरा हो। हामी नेपालीहरूले यस्तै व्यवसाय नेपालमा पनि गर्न सकिन्छ भन्ने उदाहरण यो भारबाटिनीको मालिकले मिनबहादुर गुरुङले देखाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अब यसरी नै सबै हामीले मिलेर गऱ्यौँ भने हाम्रो देशमा पनि केही न केही त हुन्छ नि, केही गर्न सकिन्छ। हामी सबै हिम्मत हारेर बाहिरै मात्रै सोध्छौँ, बाहिरै मात्रै राम्रो देख्छौँ। त्यही भएर पनि हामी अलिक नेपालीहरू हामी पछि परेका हौँ। अब यतातिर यो बिल्डिङ छ, यो धेरै वर्ष भयो। यो बिल्डिङ यत्तिकै लाबरिस भएर बसेको छ। यसलाई खै यहाँ हाम्रो नगरपालिकाले केस गरेको छ भन्छ। सरकारी जग्गा मिचेर बनाएको छ अरे यो घर, त्यही भएर अहिले मुद्दा चलिरहेछ। यो केस अब खै कहिले सल्टिने हो। यो सल्ट्यो भने पनि यो एकदम ठुलो छ। 5 तलाको नक्सा स्वीकृति लिएर यो 15 तला बनाएको छ अरे। त्यही भएर त्यो पनि अर्को केस भएको छ र सरकारी जग्गा पनि मिचेको छ भनेर चाहिँ मुद्दा परेको छ अरे। त्यही भएर यसरी अहिलेसम्म होल्डिङमै छ यो। अब कहिले सक्ने हो थाहा छैन। यो यस्तो छ यहाँको।